दिदी भनेकै भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो। आमा पछिको सबैभन्दा धेरै माया लाग्ने मान्छे भनेकै दिदी हो। मेरो मुस्कानको कारण बनेकी छन् मेरो दिदी। दिदीको माया शब्दमा होइन व्यवहारमा महसुस हुन्छ। आउनुहोस् आजको यो सुन्दर दिन दिदीको साथमा। अहिले हामी चाहिँ घरबाट निस्केर मार्तोडीको यात्रातिर लागिसकेका छौँ। दिदी चाहिँ अगाडि गइसक्नुभयो, म चाहिँ हिँड्दैछु यता। रमाइलो छ भनौँ न, अहिले मार्तोडीको यात्रामा जान लाग्छु। केही देखिरहेको छैन, आज मौसम चाहिँ अहिले दामी भइरहेछ। जिन्दगी हो, यतिको दुःख सुख कष्ट सङ्घर्ष गर्नुपर्छ भन्छ म त। केही भएन, रमाइलो छ, लाग्दै गरौँ। अब के कस्तो हुन्छ दिनमा भ्लग हेर्दै गरौँ ल। नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। एकदमै सबैलाई माया छ, दिइरहेको छु। गाह्रो छ अवस्था यहाँको, पानी परेर लास्टै सता छ यतातिर। आज त मौसम अलिक खुल्या छ, अब दिन प्रतिदिन पानी पर्दै गइरहेछ भनौँ न। बाङ्का त नि छ भइहाल्छ। यहाँबाट हिँड्नु मात्र हो, बाङ्का त भइहाल्छ। छ अनि के आफ्नो त छ। 9 बजे कहाँ बाङ्का? 9 बजे नपुग्यो। अहिले चाहिँ हामी चाहिँ ठ्याक्क भन्नुपर्दाखेरि यता बार्जुगाडीमा पुगिसकेका छौँ। मजाले पुल बनाएको छ, यहाँ रमाइलो छ। टक्क हेर्दाखेरि दामी छ जग्गाले। पहिले पहिले त यो खोला तरेर आउनु पर्थ्यो, आइँदैन। यति ठुलो खोला थियो, यति ठुलो खोला तरेर आउनु पर्थ्यो। आजभोलि चाहिँ पुल बन्ने मस्तको रमाइलो छ, हिँड्नलाई सजिलो छ। हामी चाहिँ अहिले बार्जुगाडी पुगिसकेका छौँ। धेरै छ त्यहाँ हिँड्नु। माथिबाट आएको ठ्याक्क भन्नुपर्दा घरबाट हिँडेको 10-15-20 मिनट जति भइसक्यो अहिले। ठ्याक्क हामी चाहिँ अहिले आउँछु। आउँदै हुनुहुन्छ हाम्रो दिदी उताबाट टक्क लाएर। कत्रो खान्छ बबाल स्वर्ग जस्तै ठाउँ देख्यो गाइस। यहाँ मस्त छडा है। ओ बाबा कस्तो आउँदा करिबन 1.5-2 घन्टा हिँडेर फाइनली हामी बाङ्का बजार पुगिसकेका छौँ। एकछिनमा गाडी चढेर हामी मार्तोडीतर्फ लाग्नेछौँ। हामी अहिले बाङ्का बजार पुगिसकेका छौँ। बाङ्का बजार मान्दा माथि छु। बाङ्का बजार यहाँ रहेको छ। अनि टक्क लाएर के भयो हिँड्दा हिँड्दै खाँदा आइसक्यो। अब हामी ठ्याक्क बाङ्काबाट गाडी चढेर मार्तोडीतर्फ लाग्नेछौँ। ओहो खोला त ठुलो छैन जल्दी त। हामी बाङ्काबाट गाडीमा चढेपछि मार्तोडीको यात्रातर्फ लाग्यौँ। गाडीमा रमाइला कुरा गर्दै गाना सुन्दै र हामी पुग्यौँ गुइगाड पुलको बिचमा।
बल्देभन्दा माथि एकदमै रोड असजिलो भएको कारणले गर्दा हामीलाई यता उता धक्का दिँदै गाडीले पुगायो सिधा बाजुराको एकदमै लोकप्रिय र सुन्दर देखिने ठाउँ बिरे झरना। यो के दृश्य देखायो भन्ने लागिरहेको होला तपाईँलाई। बिरे झरनाभन्दा अगाडिपट्टि गैरातीको वर्षाले गर्दा बाढीले पुरा रोड तहस नहस बनाएको कारणले बाटो अवरुद्ध थियो। हामी त्यहाँदेखि पैदल मार्तडीको यात्रातर्फ लाग्यौँ। रोडमा पहिरो आएको कारणले गर्दा हामी अहिले पैदल हिँड्न बाध्य भयौँ। लगभग 1 किलोमिटर जति पैदल हिँड्नुपर्ने भएको छ। गाह्रै छ गाइज। बाजुराको बाटो हेर्दाखेरि पुरा पहिरो आएर यहाँ पनि आएको रहेछ। फेरि हामी लगभग आधी बाटो हिँडिसक्यौँ पहिरोले गर्दा। सो फाइनली गाइज अहिले मार्तडी पुग्नु लागेको छु। यहाँ आइसक्यो मार्तडी। दिदी ऊ त्यहाँ हुनुहुन्छ, त्यहीँ छन्। म अगाडि आइसकेँ। टक्क लगाएर मार्तडी पुग्न लागिसक्यो। पुगिसक्यो भनौँ न। बजार आइसक्यो। अब एकछिनमा पुगिन्छ। सबै लागेर अब त्यही छ गाइज। आज चाहिँ गाडीले धक्का दियो आज, भन्दा नि पहिरोले धक्का दियो आज। सो गाइज पानी परेको कारणले गर्दा दिनमा केही टिकटक बनाउन पाइएन। अहिले हामी बाङ्का मार्तडीबाट बाङ्काको लागि आइसकेका छौँ। माथितिर पानी परेको थियो धेरै, त्यही भएर केही देखाउन सकिएन। हस् गाइज, अब नेक्स्ट भिडियोमा हेर्दै गर्नु, सब्सक्राइब गर्दै गर्नु। धन्यवाद।